बोले तो कसम सबैको दाइ तर म यस्तो बिग्रे मान्छे कोही पनि सक्दैन कतिजना नजिक कति भइसक्यो यही 4 गिलास 5 गिलास भएन ज्यानले रक्सी नै रक्सी भइसक्यो होला त कहाँ भयो कतिवटा भयो 4 5 वटा भयो नेपाल बन्द हुन्छ के हो दाइ नेपाल बन्द हुन्छ रे अरे भोलिदेखि के हुन्छ त्यही सुने हो मैले भोलिबाट चाहिँ के हुन्छ थाहा छैन आजसम्मलाई चाहिँ यस्तो बसाउनु पर्छ के बसेर हिँड्नुपर्छ त बसेर के डराउनु परेछ एउटा दाना चाहिँ चाहिएको छ
मैले साइड उनले नै एकदमै रह्यो भएर मैले मुस्लिम बोल्नु पर्यो त अब सेसन त्यहाँ जान्छ के भन्नु चाहिँ ढाको लगाएर के हुनेवाला छ त अनि फेरि घरले भएर हुँदैन क्या एउटा बियर सिस्टम चाहिन्छ नि फेरि भन यति लिएर आएको बियर ब्याङ्क चाहिँ बियर ब्याङ्क भयो म कममै छ है अनि अस्ति एक झोला दुई साल तीन साल जति पुग्ने त्यहाँभित्र खोज्यो भने यति धेरै छ यति धेरै मान्छेहरूलाई बाइकमा सबैलाई फर्स्ट मागेर बसी गइराख्नु भने होइन मलाई जो दोष लाग्यो भने होइन त्यहाँबाट ल्याइदियो भनेर पठाएको यसले भन्नु तपाईँको त्यही नै चोरमा चाहिँ म जान्छु त्यहाँ परि आयो भने उसले पठाएको भने चाहिँ काम चाहिँ गर्नु पाएन तर मलाई चाहिँ देखिहाल्यो भने त यहाँ लौका खाउँ जस्तो लाग्यो त गएर आउनु भएको छैन होला बरु साथी नभए पैसा कति भन्नु फेरि एउटै लौकाको 3-4 सय भन्यो भने चाहिँ त्यसको लौका चाहिँ त्यही प्रायः धेरै मोटी दिदीले लान्छ यहाँबाट आधा काटेको हुन्छ उसले लान्छ मासु मुसी लान्छ दिनमा जोड्ने चाहिँ फेरि मुही हो तपाईँले मैले यहाँदेखि चाहिँ खाएको छैन म चाहिँ चिन्नु त गाह्रो छ हड्डी ल्याएर मिठो लाग्यो भोलिपल्ट बोलेको मम्मीले मैले पनि पकाएको पिठो खाने हो भनेर त्यही लौका भोलिपल्ट मलाई त्यस्तो भयो धेरै मलाई थुप्रो भयो कति एउटा त उमर्सिँदै गएको कुरा
मैले ठ्याक्कै दिन बित्तिकै भन्दै त सिधै ठ्याक्कै देखेको त्यहाँनिर निस्किरहेको भनिहालेको अनि मान्छेको भत्ता चाहिँ के गरेर त्यो त्यतिकै खाना पनि आयो भने बसिरहेको भयो रमेशकोतिर पुगेर अनि उतापट्टि एउटा सबैसँग बचेर खाऊ भनेर मात्रै अलिक झुलेर मात्रै हुन्छ ए अब त्यो सबैसँग बचेर खाऊ ये मेरा ओ गरिहाल्नु त छोए लु मैले बसेर गरिहाल्नु अब गरिहाल्नु अब गरे मैले भनेको थिएँ भन्दै या बुक कापी लिएर आएँ त एकछिन रोक्नु कापी लिएर आएँ त छिटो आइ कान दे एक सागभन्दा धेरै मिठो हुँदैन दिदी एक सागभन्दा मिठो म थाहा भएर बरु मान्छेले आफ्नै ल्याइदिएको हो कि बाइक रोकी रोकी दिने यो जुन लाने मुची नजाने हो कस्तो बरु खाने ल्यायो चाहिँ खाने यत्रो धेरै त के खाइछ फेरि एक साथ खाने हो नि एक साथ खाइछ एक हप्ता खानु अब धेरै मान्छे बेलुका चाहिँ 3-4 जना खाना खान्छ नि सबै यो इस्कुस सिस्कुस मिठाई भुटाएर अनि
कर्णले एकछिन यो एउटा किनिहाल्छु अनि यो किन्छु। कहाँ बोल्नु